हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी के गर्न आँटेको छौँ र हामी कहाँ कहाँ जानेछौँ भनेर तपाईँहरूलाई देखाउँदैछौँ। हामी हेर्दै गर्नु है गाइज। म चाहिँ फुल टिप्न सक्दिनँ होइन, त्यही भएर म चाहिँ मेरो बहिनीलाई फुल टिप्न पठाउँदैछु। यहाँ मेरो बहिनी चाहिँ उहाँ हेर्नु न, उहाँ कति राम्रो फुल फुलिरहेछ। म लोटस फुल कति धेरै छ क्या यहाँनिर गाइज। म चाहिँ फुल देख्ने बित्तिकै पुरै एक्साइटेड क्या, मतलब टिप्न मन लागिहाल्छ। मेरो हातमा आइपुग्नुपर्छ क्या फुल चाहिँ गाइज। मेरो बहिनीले चाहिँ नजिकै लगाएर देखाइदिन्छ है। मेरो बहिनीले फुल टिपेर मलाई ल्याइदिँदैछ। मेरो बहिनीलाई फुल मेरो बहिनी लरे जाँदा पनि मलाई फुल टिपेर ल्याइदिए। थ्याङ्क यू गाइज। म भन्न सक्दिनँ यो फुल देखेर म कति धेरै खुसी भएँ गाइज। आशाहरू पनि गाइज चाहिँ म भन्न सक्दिनँ यार। म फुल देखेपछि यति धेरै एक्साइटेड किन हुन्छु क्या मलाई नै थाहा छैन, तर आई लभ। मेरो जिन्दगीमा अरू कोही आओस् नआओस् मलाई मतलब छैन, तर फुल चाहिँ मेरो जिन्दगीमा हुनै पर्छ क्या गाइज। फेरि जाँदैछ मेरो बिल्ली मेरो इच्छा पुरा गर्नलाई। थ्याङ्क यू। हाँसहरू कति मजाले तरिएको हो, फुलको नजिक जाँदैछ हाँसहरू गाइज। फुल देख्न सक्नुहुनेछ, ठुलो बर फलेको रात। यो त हाम्रो नेपालमा कलेजको छेउछाउमा भएको भए त यो बर त लगाउँदैन त, यहाँ त पोखरीको छेउमा भएर कति धेरै। अलिक पाएको भए त म लगाएर खट्टी मिठी अचार बनाइदिन्थेँ गाइज। म टिप्छु, मेरो बहिनीले टिप्दैछ मलाई दिइहाल्छ नि मेरो बहिनीले। तर म बर आफै टिप्न आँटेको गाइज। कति धेरै भएर क्या यहाँनिर आमा। तर कति छ कि पाएको पाएको कस्तो मिठो हुन्थ्यो है भन। मेरो मनलाई थाम्न सकिनँ, म आफै जाँदैछ है फुल टिप्नलाई। কিছু বলো होइन, तर मेरो बहिनी चाहिँ आँट गरेर टिप्न जाँदैछु, म त आधी नै भिजेँ गाइज। म चाहिँ सकिनँ, मेरो बहिनीले टिपेर ल्याइदिँदैछ गाइज। फाइनली मेरो बहिनीले भेटेँ। घुम्न जाने रेडी भएर नहिले गरेर अब चाहिँ हामी आइपुग्यौँ फाइनली। हुँदैन पानीमा लाग्छ नि, भोलि म घर जान्छु नेपाल, अनि दिल्ली जान्छ। अब चाहिँ हामी जाँदैछौँ घुम्नलाई नक्सा के अरे खोरीबारी बजार। हेलो गाइज, हामी जब जाँदैछौँ नक्सलबारी घुम्नलाई, खोरीबारी घुम्नलाई। अनि यहाँ मेरो सिस्टरहरू छन्। हेलो। अब हामी चाहिँ गल्ली गल्ली जाँदैछौँ गाइज। गल्ली गल्ली साह्रै गल्ली छ हौ यो इन्डिया भन्ने ठाउँमा पनि साह्रै। गाइज हामी चाहिँ आइपुग्यौँ होइन, त गल्ली गल्लीबाट कटेर हामी चाहिँ मेन रोडमा आइपुग्यौँ गाइज। मेन रोडमा अब सिटीमा जाने गाइज। अब चाहिँ हामी यहाँ खोरीबारी हट्ने आइपुग्यौँ। अनारस हामी चाहिँ आइपुग्यौँ है हाम्रो पार्क घुम्नलाई। हामी चाहिँ आइपुग्यौँ गाइज। आएको छ नै त्यहाँनिर। हेलो गाइज, हामी चाहिँ आइपुग्यौँ। अब हामी चाहिँ यहाँ पार्क घुम्ने आएर, तर पार्कमा हेर्न आएको, तर पार्कमा त मैले केही देखिनँ गाइज। खालि यो चिया बगानको त जुन सुकेको चिया बगान गाइज, सुकेको। यार धोका भयो यार, धोका गाइज। खेल्न चिपिटी खेल्न गइसकेँ। हामी चाहिँ बेकार आयौँ, मलाई चाहिँ राम्रो लागेन गाइज यो ठाउँ। हाम्रोमा हाम्रोमा गयो भने मलाई सेल्फी डालेर लड्न आँटो हुँदा
फुल इन्जोय गर्दैछ यार हामी चाहिँ यत्तिकै छौँ सर गाइस अब चाहिँ हामी यो यहाँ पुग्यो अरे यो घरमा चाहिँ गएर फोटो खिच्ने होइन यहाँको स्थिति खराबै छ म अलिक मुठी छु भरे जाँदा फेत्लाङ फुत्लुङ भएको छ भने केही छैन होइन अनि ऊ उनीहरू खेलेपछि चाहिँ म खेल्छु यहाँको महल के भन्नु नि यस्तो शान्त छ म मात्रै हो नि पटर 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 बोल्ने म कहाँ आएँ म के सोचेर आएँ क्या यहाँनिर कति धेरै खेल्ने चिजहरू छ होला कति धेरै फोटो खिच्ने ठाउँहरू छ होला सोचेर आएँ मेरो पैसा खेर गयो हेलो अब चाहिँ के छैन उपलमा एक टिम खेलेर भए पनि रमाइलो गरेर जानुपर्छ काटिदिए त मजा आएन हेलो गाइज म चाहिँ नखेले पनि यसलाई चाहिँ हल्लाइदिँदैछ है पुरै मजाले यता चाहिँ केटाहरू साह्रै भटाएर रहेछन् गाइज मेरो बहिनीलाई उनीहरूको बोटी भनेको त वाइफ होइन वाइफ भन्नु मलाई यति हाँस उठिरहेको छ नि म व्यक्त गर्न सकेको छु किसका वाइफ गाई चाहिँ हामी चाहिँ घुमिसक्यौँ होइन अनि घुमिसकेर अब हामी चाहिँ घरतिर जाँदैछौँ यो चाहिँ हाम्रो टिकट पनि खेर गयो टिकट नकाटिकन पनि जाँदा हुने रहेछ टिकटमा पनि पैसा खेर गयो अटोमा पनि पैसा खेर गयो हाम्रो म त यस्तो ठाउँ थाहा भएको म कहिले आउँदिनँ थिएँ मेरो फ्यामिली चाहिँ गाइस हामी चाहिँ पार्कबाट घुमेर आइसक्यौँ होइन अघि भिडियो बनाउँछु भनेको गइसकेको छ अनि सम्झेन तर अहिले मैले भिडियो बनाएको हामी चाहिँ बेकार आयौँ जस्तो भयो होइन जे सोचेर आएको थियौँ नि त्यो थिएन क्या यहाँनिर अर्कै केही पनि थिएन चिया बगानमा त्यो चिया बगानमा सुकेको चिया बगान हेर्न सक्नुहुन्छ गाइस तपाईँहरू यो चाहिँ मेरो बहिनी हो मामाको छोरी अर्को चाहिँ ठुलो मामाको छोरी कान्छा मामाको छोरी यिनीहरूलाई भनेन घर आएको थिएँ र म यिनीहरूकोसँग घुम्न आएको मेरो सबै खोरा गयो टिकट पनि बेकार टिकट नकाट्दा पनि जाने भनेर अरूले पनि टिकट नकाटिकन हामी चाहिँ इमान्दार पऱ्यौँ कि टिकट काटेर गयौँ यार यो टिकट चेक पनि गरेन केही पनि थिएन घटिया रहेछ गाइज घटिया अब चाहिँ हामी यहाँदेखि जाँदैछौँ यहाँ त सिटी पनि आउँदा आउँदाखेरि सिटीमा आएको थियौँ यहाँ फर्क्यो भने त सिटीमा नै रहेछ अब यहाँदेखि जान्छौँ कहाँसम्म हिँड्दै हुन्छ हिँड्दै जाँदै हटिया छ आज हटियामा गरेको चाहिँ हटिया पनि घटियाको हो कि के हो थाहा छैन गाइज यहाँ चाहिँ कुखुरा फार्म रहेछ है दुईजना दिदीबहिनी अगाडि म एक्लै गाइज अहिले चाहिँ गएँ है मलाई पनि सानोको याद आयो म पनि सानोमा यसरी नै के अरे प्लास्टिकमा बाँधेर चङ्गा टाइपको उडाउँथेँ क्या दादाहरूले चङ्गा उडाउनु हुन्थ्यो अनि म आज दिनुहुन्न थियो क्या म चाहिँ यस्तै प्लास्टिकको डोरी बाँधेर माथि माथि उडाउँथेँ त्यही याद आयो यार अलिक बचपनको त्यो टाउको रेडी नै होइन हामी चाहिँ गाडी साडी केही छैन हिँड्दै हिँड्दै कहाँसम्म पुग्छौँ केही थाहा छैन खुट्टा दुखिसक्यो भोक लागिसक्यो मुसा कुदेर पनि मरिसक्यो आज थाहा छ एउटा कस्तो कमेडी चाहिँ के भन्छ यहाँनिर चारजना मुस्लिम केटाहरू थियो होला मुस्लिम नै हो उनीहरू मेरो बहिनीले गरेर हल्लाइदिए उसको क्या बोला त चाहिँ क्या बोली बोटी बोटी ये जाके हल्लाई भी दिया उसको मुझे अच्छे से हिंदी बोलना भी नहीं आता है ये देखो ये अब छुप रही है जो पिंक कलर की ड्रेस पहनी है वही है उसका उस आदमी का बोटी बोटी और उस हम लोग भी है हम लोग सुंदर नहीं है क्या हम लोग अच्छे नहीं देखते हैं इसलिए हम लोग को कुछ भी नहीं बोला इसको तो हाय उसका मेकअप करने का कोई फायदा हुआ और हम लोगों का कुछ भी फायदा नहीं हुआ हमारा तो सब मेकअप का बर्बादी हो गया आज उसका तो फायदा हुआ मेकअप भी नहीं करा है फिर भी उसको ही पसंद आया देखते नहीं हो कितना जीरे खुरसानी है जीरे खुरसानी
अरे यही देखो एक दीदी क्या मैं लोट छड़ देता हूं। हिंदी से बोली ना, बंगाली उसको समझ में नहीं आती है। मुझे बहुत थोड़ा बहुत हिंदी आता है, थोड़ा बहुत बंगला आता है, थोड़ा बहुत इंग्लिश आता है, थोड़ा बहुत जापान कोरियन है थोड़ा बहुत जापान कोरियन भी आता है। और नेपाली वैसे तो पूरा ही आता है। और नेपाली है तो खून बोलना ही मत, मेरा राष्ट्रीय भाषा है। आई लव नेपाल। बोलना मत, मेरा नेपाल का कुछ भी बोला ना तो यहीं पर गाड़ दूंगी तुझे मैं। समझ में आया तुझे कुछ? तुम्हारे को मिला खा छ कुन जगह मिरिक जान्थे हैन बाहिर चाहिँ पुऱ्याउनलाई। यो पार्क घुम्न लगाएर मैले मिरिक गइनँ यार। अब यो पार्कमा केही छैन, अफसोस। इस पर हम लोग का कुछ भी नहीं होता, क्या हो रहा है? इसका तो हो गया ना फायदा कुछ ना कुछ तो। हम लोगों को कुछ भी नहीं फायदा हुआ। इसका फायदा हुआ, सिर्फ इसका। हम लोगों का टाइम लॉस हुआ और कुछ इसका नहीं। इससे एक हस्बैंड मिल गया, इसका एक चार गो, एक तीन गो दीवार मिल गया। हम लोग को कुछ भी नहीं मिला, तो फिर भी हम दोनों दो बहनें खुश हैं अपने अपनी जिंदगी में। हम लोग को कोई भी नहीं चाहिए वो 7 कलर का। यहाँ हुँदैन, यहाँ चिनहरू पनि छ है। हामी चाहिँ बल्ल बल्ल आइपुग्यौँ होइन खोरीबारी भन्ने ठाउँमा। त्यहाँदेखि यहाँदेखि अझै निकै टाढो छ, बजारतिर छु।